रिजलाइन इनर्जीको आइपिओ त पर्यो, अब यसको प्राइस कतिसम्म पुग्छ होला भनेर सोच्दै हुनुहुन्छ? यदि सोच्दै हुनुहुन्छ भने आजको यस भिडियोमा हामीहरूले यस कम्पनीको प्रतिकित सेयरको मूल्य कतिसम्म पुग्न सक्छ भन्ने विषयमा छलफल गर्नेछौँ। सबैभन्दा पहिला हामीहरूले यस कम्पनीको वित्तीय विवरण हेर्नेछौँ। आर्थिक वर्ष 2081-82 को रिपोर्टलाई हेर्नुहुन्छ भने यस कम्पनीको इपिएस 7 रुपैयाँ 92 पैसा रहेको छ। त्यसै गरी यस कम्पनीको नेटवर्थ विदाउट इफ्रिक 118 रुपैयाँ 28 पैसा र विथ इफ्रिक 131 रुपैयाँ 36 पैसा रहेको छ। यसै गरी यो कम्पनी विगत 2 वर्षदेखि मुनाफामा देखिन्छ, जसले गर्दा पनि यस कम्पनीको सेयर प्राइस अरू हाइड्रो पावर कम्पनीको तुलनामा अलिकति माथि जाने जस्तो देखिन्छ। त्यसै गरी यस हाइड्रो पावर कम्पनीको अर्को पोजिटिभ कुरा भनेको यिनीहरूले विक्रम सम्वत 2080 साल माघ महिनाको 8 गतेदेखि आफ्नो व्यावसायिक उत्पादन समेत सुरु गरिसकेका छन्। त्यसै गरी यस कम्पनीले अहिलेसम्म बोनस सेयर जारी नगरेको भए तापनि भविष्यमा यस कम्पनीले प्रचलित ऐन र नेपाल धितोपत्र बोर्डको नियम अनुसार बोनस सेयर वितरण गर्न सकिने जानकारी यिनीहरूले रिपोर्टमा पनि उल्लेख गरेका छन्। यो भन्दा बाहेक यस कम्पनीको सुरुमा कारोबारमा आउने सेयर सङ्ख्याको कुरा गर्ने हो भने सुरुमा यस कम्पनीको 14 लाख हाराहारी किता मात्रै कारोबारमा आउनेछ। जति कम किता कारोबारमा आयो त्यति धेरै डिमान्ड हुने भएकोले यसले प्राइजमा असर गर्ने गर्दछ। जति डिमान्ड बढी हुन्छ त्यति नै प्राइज बढ्ने गर्दछ। अब लास्टमा सबैभन्दा इम्पोर्टेन्ट कुरा मार्केट ट्रेन्ड हो। यदि मार्केट अप ट्रेन्डमा छ भने जस्तोसुकै कम्पनीको प्राइस पनि बढिरहेको हुन्छ र यदि मार्केट डाउन ट्रेन्डमा छ भने चाहिँ राम्रै कम्पनीको प्राइस पनि बढ्न सकिरहेको हुँदैन। सो मार्केट ट्रेन्डले कम्पनीको प्राइसमा एकदमै ठुलो असर गरिरहेको हुन्छ। यो कम्पनी दोस्रो बजारमा आउन्जेलसम्म यदि मार्केट अप ट्रेन्डमा गयो भने यस कम्पनीको प्राइस 1200 रुपैयाँ भन्दा पनि माथि जाने क्षमता राख्दछ। तर मार्केट यही अनुसार साइडवेजमै रह्यो भने पनि यस कम्पनीको प्राइस 900 देखि 1000 रुपैयाँसम्म त पुग्न सक्नेछ। यो यति नै पुग्छ भनेर एक्ज्याक्ट भन्न त सकिँदैन। यदि कम्पनीमा खेलाडीहरू छिर्यो भने यस कम्पनीको प्राइस कहाँसम्म पुग्छ भनेर कसैले पनि गेस गर्न सक्दैन। तर यदि मार्केट नर्मल चल्यो भने यस कम्पनीको प्राइस अराउन्ड 1000 सम्म पुग्न सक्छ। त्यो पनि तपाईँ हाम्रो हातमै भर पर्ने कुरा हो। यदि तपाईँहरूले आफूलाई परेको आइपिओ होल्ड गर्न सक्नुभयो भने यस कम्पनीको प्राइस अभियसली माथि पुग्नेछ र यदि तपाईँहरू प्यानिक भएर छिट्टै सेल गर्नुभयो भने यस कम्पनीको प्राइस 1000 पनि नपुग्न सक्छ। अन्तमा अहिलेसम्म मैले जे जति कुरा भने पनि जबसम्म यसमा भोल्युम आउँदैन त्यतिन्जेलसम्म तपाईँहरूले यसलाई होल्ड गर्नुहोला। जुन दिन यसमा भोल्युम देखिन्छ त्यो दिन तपाईँहरूले सेल गर्नुभयो भने तपाईँहरूलाई म्याक्सिमम प्रफिट हुनेछ। त्योभन्दा बाहेक यदि तपाईँहरूले यसलाई लङ टर्मका लागि होल्ड गर्नुभयो भने पनि यस कम्पनीको बोनस दिन सक्ने क्षमता रहेको छ। त्यो भनेको तपाईँहरूको इच्छा हो। तपाईँहरूले यसलाई लङ टर्मका लागि होल्ड गर्ने कि अहिले सर्ट टर्ममै सेल गरेर आफ्नो प्रफिट बुक गर्ने भन्ने कुरा तपाईँमै डिपेन्ड हुने गर्दछ।